2081 साल चैत्र 26 देखि 27 तदनुसार 8 देखि 9 अप्रिल 2025 गतेसम्म अमेरिकाको वाशिंटन डीसीमा आयोजना भने एन्टी करप्सन ग्लोबल फोरममा सहभागी हुन अखिल दुर्ग अनुसन्धान आयोगका माननीय आयुक्त जयबहादुर चन्दलाई सो फोरममा सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ। त्यस्तै प्रकारले थाइल्यान्डको ब्याङ्ककमा 2081 फागुन 19 गतेदेखि 21 गतेसम्म तदनुसार 3 देखि 5 मार्च 2025 गतेसम्म आयोजना हुने एसिया-पेसिफिक Regional Preparatory Meeting for the second United Nations Food Systems Summit Stock Taking Moment UNFSS +4 कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननीय सदस्य प्राडा आरपी विच्छालाई सहभागी हुन स्वीकृति गर्ने निर्णय भएको छ। सम्माननीय प्रधानमन्त्रीजीको मानवाधिकार तथा संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकारमा श्री अग्निप्रसाद खरेल चापालाई नियुक्ति गर्ने पनि निर्णय भएको छ। त्यस्तै सुशासन प्रवर्तन तथा सार्वजनिक सेवा प्रवाह समितिले नेपाल ऐनलाई सम्पूर्ण गर्न बनेको विधेयक अध्यादेश 2081 को प्रतिस्थापन विधेयक संघीय संसदबाट अध्यादेश स्वीकृत भए पश्चात पेश गर्ने स्वीकृति प्रदान गर्ने निर्णय भएको छ। त्यस्तै प्रकारले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी वृद्धि सम्बन्धी केही नेपाल ऐनलाई सम्पूर्ण गर्ने अध्यादेश 2081 को प्रतिस्थापन विधेयक संघीय संसदबाट अध्यादेश स्वीकृत भए पश्चात पेश गर्ने स्वीकृति पनि प्रदान गरिएको छ। त्यस्तै अर्को अध्यादेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो सूचना अध्यादेश 2081 लाई प्रतिस्थापन गर्ने विधेयक संघीय संसदबाट अध्यादेश स्वीकृत भए पश्चात पेश गर्न स्वीकृति प्रदान गर्ने निजीकरण पहिलो संशोधन अध्यादेश 2081 लाई प्रतिस्थापन गर्न बनेको विधेयक संघीय संसदबाट अध्यादेश स्वीकृत भए पश्चात पेश गर्ने पनि स्वीकृति प्रदान गरेको छ। त्यस्तै 8औं निर्णय छ चालु आर्थिक वर्ष 2081-82 को लागि 18% सम्म किसान भएको चैते धानको प्रति क्विन्टल रु 2869 रुपैयाँ 69 पैसा न्यूनतम समर्थन मूल्य तोक्न दिने गरिएको छ। यो धानको किसान 18% भन्दा बढी भयो भने त्यो अनुसारको चाहिँ त्यसको समर्थन मूल्य बढ्दै जाने पनि जानकारी दिन चाहन्छु। 18% भन्दा बढी किसान भएको चाहिँ धानको हकमा 1% किसानका लागि प्रति क्विन्टल रु 1200 ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने निर्णय भएको छ। त्यस्तै प्रकारले यही चैत्र 9 गतेदेखि 6 गतेसम्म 2081 तदनुसार 18-19 मार्च 2025 सम्म जर्मनीको बर्लिनमा आयोजना हुने 11औं एडिसन अफ द बर्लिन एनर्जी ट्रान्जिसन डायलगमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री माननीय दीपक खड्कालाई सहभागी हुन पनि स्वीकृति प्रदान गरिएको छ। त्यस्तै प्रकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक श्री कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवाको शर्त तथा सुविधा सम्बन्धी विनियावली 2061 संशोधन सहितको विनियम 22 को खण्ड क बमोजिम नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट किन नहटाउने भने सोही विनियावलीको विनियम 23 बमोजिम नेपाल सरकार मन्त्री परिषद समक्ष 3 दिनभित्र सभामा पेश गर्न मौका दिने सो प्रयोजनलाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले पत्राचार गर्ने निर्णय भएको छ। यो त सबै आइसकेका पनि छ। त्यस्तै आदरणीय पत्रकार साथीहरू नेपाल प्रहरीमा जनपद उपसमतर्फ रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा प्रहरी नायब महानिरीक्षक जनक भट्टराईलाई मिति 2081-11-18 देखि लागू हुने गरी बढुवा नियुक्ति गरी नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा पदस्थापना गर्ने पनि मन्त्री परिषदको निर्णय छ। यस्तै प्रकारले सहकारी समिति केही नेपाल ऐनलाई सम्पूर्ण गर्ने अध्यादेश 2081 को प्रतिस्थापन विधेयक संघीय संसदबाट अध्यादेश स्वीकृत भए पश्चात पेश गर्न पनि स्वीकृति प्रदान भएको छ। 2081 फागुन 26 गतेदेखि चैत्र 8 गतेसम्म न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय महिलाको स्थितिलाई आयोग CSW को 69औं सम्मेलनमा सहभागी हुन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय नवल किशोर शाह सुडीको नेतृत्वमा जाने प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गर्ने पनि हामीले निर्णय गरेका छौं। त्यस्तै मिति 2081 फागुन 29 तदनुसार 13 मार्च 2025 मा
बेलायतको लन्डनमा आयोजना हुने मिनिस्ट्रियल राउन्ड टेबल इभेन्ट अन ट्याकलिङ वाटर सेक्युरिटी अक्रस द क्लाइमेट नेचर डेभलपमेन्ट नेक्सस कार्यक्रममा सहभागी हुन वन तथा वातावरण मन्त्री माननीय ऐन बहादुर राई ठकुरीलाई स्वीकृति प्रदान गर्ने पनि निर्णय भएको छ। त्यसै सहसचिव श्री वीरेन्द्र कुमार यादवलाई मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय कर्णाली प्रदेशको प्रमुख सचिव पदमा कायम मुकरर गर्ने निर्णय पनि भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय शासकीय मामिला र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय वाणिज्य तथा आपूर्ति महिला बालबालिका तथा ज्येष्ठ मन्त्रालय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको विभिन्न देशमा भने वैदेशिक भ्रमण स्वीकृति गर्ने निर्णय पनि भएको छ। त्यस्तै नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशेष श्रेणीको रिक्त पदमा मध्य प्रदेशका कायम प्रमुख सचिव श्री मदन भुजेललाई बुढो गरी मध्य प्रदेशमा स्थापना गर्ने निर्णय पनि भएको छ। नेपाल स्वास्थ्य सेवाको राजपत्राङ्कित विशेष श्रेणीको रिक्त सचिव पदमा अधिकृत 12औं तहका डाक्टर विकास देवकोटालाई बुढो गर्ने पनि निर्णय भएको छ। 19औं नम्बरमा राजपत्राङ्कित विशिष्ट श्रेणीका देहायका अधिकृतहरूको देहाय बमोजिम सरह गर्ने निर्णय पनि भएको छ। सुमनराज अर्याल नामथर साबिको पद र निकाय राजपत्राङ्कित विशेष श्रेणी अतिरिक्त समूह सुरु गरेको पद र निकाय सचिव राष्ट्रिय विधायक। त्यस्तै लोकनाथ पौड्याल साबिको पद र निकाय प्रमुख सचिव मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय कर्णाली प्रदेश सचिव उपराष्ट्रपतिको कार्यालयमा सहयोग गरेको पनि जानकारी दिन चाहन्छु। र यो विदेश भ्रमण सम्बन्धमा चाहिँ हामीले लामो छलफल पश्चात पहिले पनि हामीले के निर्णयहरू गरे हो। त्यसमा चाहिँ विदेश भ्रमणको चाहिँ प्रतिनिधि मण्डलमा महिलाहरू चाहिँ यसलाई पठाउने धेरै नदेखिने गरेको कारणले गर्दाखेरि विदेश भ्रमणमा चाहिँ जाँदाखेरि प्रतिनिधि मण्डलमा एकजना महिला अनिवार्य, 2 जना चाहिँ प्रतिनिधि मण्डल हुँदाखेरि पनि होइन भने 1 महिलाको चाहिँ प्रतिनिधित्व अनिवार्य गर्ने निर्णय गरेको पनि जानकारी गराउन चाहन्छु। पहिले पनि निर्णय भएको, फेरि त्यसलाई त्यसलाई अस्तिको बैठकमा फेरि पछि अझै बढी जोड दिएको कुरा जानकारी गराउन चाहन्छु। त्यस्तै प्रकारले चाहिँ एउटै मन्त्रालयको मन्त्री र सचिव एउटै कार्यक्रममा सहभागी नहुने त्यस्तो भ्रमणको स्वीकृति नगर्ने पनि निर्णय भएको छ। किनभने त्यसो गर्दाखेरि मन्त्री पनि नहुने सचिव पनि नहुँदाखेरि मन्त्रालयमा कामहरू हुने परिस्थितिले चाहिँ सुशासनमा चाहिँ असर पर्छ, सेवा प्रभावमा असर पर्छ भन्ने पनि हामी निर्णय गरेका छौँ। त्यस्तै प्रकारले मन्त्रीहरूको भ्रमणमा चाहिँ हामीले विशेष आचार संहिता जस्तो बनाएको छौँ। के भनेदेखि पहिलेको आचार संहिता छँदैछ, तर पनि मन्त्रीहरू चाहिँ को भ्रमण मन्त्रीस्तरीय चाहिँ त्यस्तो सम्मेलनहरू जाँदा हुन्छ, बैठकहरू त्यस्तोमा मात्रै जाने, त्यसमा पनि यो सामान्य चाहिँ टेबल चाहिँ संवादको चाहिँ कार्यक्रममा जस्तो भन्न जाने, मन्त्रीहरूले कुनै सरकारको नीतिको बारेमा त्यो सम्मेलनमा मन्त्रीतर्फबाट मन्त्रालयतर्फबाट सरकार बोल्नै पर्ने परिस्थिति भएको चाहिँ बेलामा मन्त्री स्तरीय बैठकमा र नेपाल सरकार पक्ष राष्ट्र भएको हैसियतले मन्त्रालयको तर्फबाट नेपाल सरकारको चाहिँ प्रतिनिधित्व गर्दै कहीँ भोटिङ मताधिकार प्रयोग गर्नुपर्ने हुनसक्छ, कहीँ चाहिँ हाम्रो हस्ताक्षर गर्नुपर्ने हुनसक्छ। त्यस्तो बेलामा जाने, अन्यथा मन्त्रीहरूलाई आइरहने चाहिँ यो सानोतिनो निमन्त्रणामा मन्त्रीहरू सहभागी नहुने, मन्त्रीहरूको भ्रमण स्वीकृति नगर्ने पनि निर्णय भएको छ। र हाम्रो भ्रमण चाहिँ कार्यहरू राष्ट्रपतिको या प्रधानमन्त्रीको भ्रमणहरू 21 सदस्यभन्दा ठुलो नहुने पनि हामीले पहिले निर्णय गरेका हो। यसमा पनि हामीले अनि अरू चाहिँ कर्मचारीहरूको हकमा पनि सचिव त्यही उसको चाहिँ सचिवहरू एकै ठाउँमा भेटेर जाने, त्यसरी यो भ्रमणलाई अलिकति व्यवस्थित गरेर सुशासनलाई प्रवर्तन गर्ने र चाहिँ सेवा प्रभावलाई कार्यक्रम हुने काममा चाहिँ पनि हामीले हिजो त्यसको चाहिँ सफल गरेको कुरा निर्णय गरेको पनि यहाँ जानकारी गराउन चाहन्छु। अस्तिको मन्त्री परिषद गरेका बैठकहरू त्यति नै हो।